नमस्ते यहाँहरूलाई हाम्रो यो युट्युब च्यानलमा हार्दिक स्वागत छ। अब एमाइन्सबाट चाहिँ ओल्ड इज गोल्डका पुराना क्वेसनहरू डिस्कस गर्ने क्रममा हामी आज दोस्रो श्रृङ्खलामा छौँ। राइट डाउन द स्ट्रक्चर अफ अ प्राइमरी एमाइन एन्ड अ सेकेन्डरी एमाइन फ्रम C3H9N एन्ड गिभ देयर आइयुप्याक नेम। अब C3H9N को प्राइमरी भनेपछि CH3 CH2 CH2 NH2 हुने भयो एउटा, अनि सेकेन्डरी भनेपछि CH3 CH2 NHCH3 हुने भयो। यसको नाम हुन्छ आइयुप्याक नेम लेख्नु पर्यो यसको, हैन त। यो हुन्छ 1 एमाइनो प्रोपेन। यसको आइयुप्याक नेम हुन्छ N मिथाइल इथानामाइन। Write down the structure of secondary amine and a tertiary amine from C3H9 and give their IUPAC name. C3H9 को प्राइमरी र सेकेन्डरी यो भइहाल्यो हैन। अब यहाँ तल सोधेको छ सेकेन्डरी र टर्टियरी, सेकेन्डरी यही भइहाल्यो। अब टर्टियरी चाहिँ लेख्दाखेरि CH3N CH3N CH3। यसको नाम चाहिँ के हुन्छ त भन्दाखेरि NN डाइमिथाइल methanamine. Write a chemical test to distinguish aliphatic amine from aromatic amine. अब एलिफेटिक र एरोमेटिक एमाइन कसरी छुट्टिन्छ त भन्दाखेरि जस्तै डायजो कपलिङ भन्ने एउटा रियाक्सन हुन्छ नि हैन, हामीले पढिरहेछौँ बेला मौकामा। डायजो कपलिङ अर्थात् कपलिङ रियाक्सन चाहिँ एरोमेटिक एमिनले मात्रै दिन्छ। एलिफेटिक अमाइनले दिँदैन, तर एरोमेटिक अमाइनले वा एनिलिनले चाहिँ यो कपलिङ रियाक्सन दिन्छ। जस्तै हामी लेख्छौँ यो हाम्रो भयो यो बेन्जिन डाइजोनियम क्लोराइड हो। अब यसमा मैले चाहिँ एनिलिन राखिदिएँ भनेदेखि हो, एनिलिन भनेको एरोमेटिक एमाइन हो नि त, यो राखिदिएँ। यहाँको चाहिँ रिङ हाइड्रोजनले यो Cl सँग कम्बाइन गर्छ हैन त। अब यहाँबाट बनाउँछ यो डायजो कम्पाउन्ड बनाउँछ यसरी। यसको नाम के हुन्छ त पी-एमिनो एजोबेन्जिन हो। अनि यही बेन्जिन डाइजोनियम क्लोराइडसँग चाहिँ हामीले अब ल मानौँ कि यो यस्तो खालको कम्पाउन्ड राख्यौँ एलिफेटिक भनेदेखि नो रियाक्सन, रियाक्सन हुँदैन। Define and give an example of Hofmann's hypobromide reaction. यो Hofmann's hypobromide reaction भनेको हामीले त्यही डिकार्बोनाइलेसन रियाक्सनमा चाहिँ बारम्बार लेख्दै आएको रियाक्सन हो है। यसमा चाहिँ के गरिन्छ त भन्दाखेरि एमाइडलाई एक्वाइस ब्रोमिन र अनि KOH को प्रेजेन्समा चाहिँ हिट गर्यो भनेदेखि त्यहाँबाट चाहिँ एमाइन बन्छ र एउटा कार्बोनाइल ग्रुप चाहिँ उडेर जान्छ। जस्तै हेरौँ त CH3C डबल बोन्ड O NH2 plus Br2 plus KOH भयो भनेदेखि यहाँबाट बन्छ हाम्रो CH3NH2 मेन कम्पाउन्ड हो। यो चाहिँ कार्बोनाइल ग्रुप चाहिँ रिमुभ हुन्छ र बन्छ एमाइन K2CO3 plus KBr plus H2O। अब यसलाई ब्यालेन्स गर्नु पर्यो भनेदेखि KBr लाई ब्यालेन्स गर्न 2 KBr चाहियो, 2K र यहाँ K2 भएपछि यहाँनिर चाहियो 4, अनि 4 लाई ब्यालेन्स गर्नलाई यहाँ 4 वटा हाइड्रोजन भएपछि यहाँनिर चाहियो 2। ल यसरी चाहिँ हाम्रो ब्यालेन्स हुने भयो है त।
वाइ इज मिथानामाइन मोर बेसिक देन एनिलिन। अब यो चाहिँ हामीले इन्डक्टिभ इफेक्ट र रेजोनेन्स इफेक्ट कम्पेयर गरेर चाहिँ यसलाई एनालाइसिस गर्न सक्छौँ किन मिथानामिन चाहिँ मोर बेसिक छ भनेर। जस्तै मिथानामिनमा हुन्छ CH3NH2 हो, यस्तो हुन्छ होइन त। अनि यो भनेको चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि प्लस आई इफेक्ट देखाउँछ अल्काइल ग्रुपले, जसले गर्दा यो यहाँ नाइट्रोजनमा इलेक्ट्रोन डेन्सिटी हाई हुन्छ। इलेक्ट्रोन डेन्सिटी बढी भएको हुनाले यो चाहिँ के हुन्छ त इजिली यसले इलेक्ट्रोन चाहिँ लोन पेयर अफ इलेक्ट्रोन नाइट्रोजनले डोनेट गर्न सक्छ, जसले गर्दा बेसिक नेचर यसको चाहिँ के हुन्छ त नर्मली एमोनिया भन्दा पनि हाई हुन्छ हो। तर अब एनिलिनमा हेऱ्यौँ भने हेरौँ त यसको चाहिँ हामीले यो त के कस्तो ग्रुप हो त बेन्जिन रिङ भनेको त इलेक्ट्रोन चाहिँ यसले विथड्र गरिदिन्छ यसरी। अब यहाँबाट चाहिँ यहाँ डबल बोन्ड क्यारेक्टर हुन्छ एन, यो चाहिँ NH2 यहाँनिर अब प्लस हो, अनि यो चाहिँ यहाँ आउँछ यो नेगेटिभ, अनि यो बोन्ड यो। अब यो चार्ज फेरि यता डिलोकलाइज हुन्छ, यहाँको बोन्ड यता सिफ्ट हुन्छ, अनि अब यसको चाहिँ के हुन्छ त अब यो पाई इलेक्ट्रोनले फेरि यता एट्याक गर्छ, अनि यो फेरि यहाँ सिफ्ट हुन्छ। अब यस्तो हुँदाखेरि NH2 प्लस भइहाल्यो, अनि त्यहाँबाट यस्तो भयो यस्तो भयो, अनि यहाँ नेगेटिभ चार्ज आउँछ, यहाँ डबल बोन्ड छँदैछ। अब यो नेगेटिभ चार्जले फेरि यता एट्याक गर्छ, अनि यता हुन्छ। बल्ल यहाँ फेरि लोन पेयर आयो है त। अब ल, अनि यो सबै रेजोनेन्सको चाहिँ रेजोनेन्स हाइब्रिड बनाउनु पर्यो भने हाम्रो रेजोनेन्स हाइब्रिड चाहिँ कस्तो बन्छ त यस्तो बन्छ। यहाँ डेल्टा माइनस डेल्टा माइनस डेल्टा माइनस, यहाँ चाहिँ अब डेल्टा प्लस हो। र यसले गर्दा चाहिँ हाम्रो चाहिँ बेन्जिन रिङको कारणले गर्दाखेरि नाइट्रोजनको इलेक्ट्रोन डेन्सिटी त डिक्रिज हुने भयो। इलेक्ट्रोन डेन्सिटी घटेपछि यसले इलेक्ट्रोन पेयर डोनेट गर्ने चान्स के हुने भयो त एकदम कम हुने भयो एसिडलाई, जसले गर्दा चाहिँ यो रिजनले गर्दा चाहिँ हामीले भन्न सक्छौँ कि मिथानामाइन चाहिँ एनिलिन भन्दा बेसिक नेचर यसको हायर हुन्छ। अब 28 मा भनेको छ write the structure of isomeric amines of propanamine and their IUPAC name। ल म पहिला यो सबै इरेज गरिदिन्छु अनि 28 को डिस्कस गर्छौँ है त। प्रोपानामाइन भनेपछि CH3CH2CH2NH2, यो चाहिँ 1 एमिनो प्रोपेन हो। अब यसको अर्को आइसोमर हुन्छ CH3CH2NH CH3, यसको नाम हुन्छ N मिथाइल इथानामाइन। अनि अर्को हुन्छ CH3NCH3, अनि फेरि यतापट्टि अर्को CH3, यसको नाम हुन्छ NN डाइमिथाइल मिथानामाइन हो। कन्भर्ट मिथानामाइन इन्टु इथानामाइन। ल अब 29 को है त, यो चाहिँ हाम्रो 28 को भयो।
मिथानामाइन CH3NH2 अब इथानामाइन भनेपछि यसमा चाहिँ पक्कै एउटा कार्बन बढी छ नि त हैन त दुईटा कार्बन एटम हुनुपर्छ इथानामाइनमा अब कार्बन एटम थप्नलाई चाहिँ हामीलाई के मेथड थाहा छ त भन्दाखेरि एउटा चाहिँ हाम्रो अल्डिहाइड किटोनमा ग्रिग्नार्डी रिएजेन्टको एडिसन गर्न सक्नुपर्छ अर्को भनेको हामीले के गर्न सक्नुपर्छ त हेलो अल्केनमा चाहिँ केसिएन वा एनएसिएन एड गर्यो भने पनि कार्बन एटम बढ्छ अर्को त्यस्तै कार्बोजाइलेसन रियाक्सन हुन्छ ग्रिग्नार्डी रिएजेन्ट र CO2 को अब हामीलाई चाहिँ यसको लागि चाहिँ हामीले के गरौँ भनेदेखि यसलाई सिम्पली अल्कोहलमा चेन्ज गर्छु म पहिला है त येलो अल्केनमा त जानु पर्यो नि त अनि मात्रै कार्बन साइनाइड एडिसन हुन्छ अनि कार्बन नम्बर इन्क्रिज हुन्छ यो भयो मिथानोल मिथानोल यो मिथानामाइन हो अब यो मिथानोललाई मैले PCl5 सँग ट्रिट गरिदिन्छु र बनाउँछु क्लोरोमिथेन अब क्लोरोमिथेनमा मैले अल्कोहोलिक केसियन एड गरिदिन्छु अब हुन्छ CH3CN हो अब यसलाई चाहिँ मैले H2Ni राखिदिन्छु अब यहाँबाट रिडक्सन हुन्छ र बन्छ ल यो भयो इथानामाइन सजिलै बन्यो हैन त यसको नाम के हो त इथेन नाइट्राइल है यो चाहिँ के हो त हाम्रो इथेन नाइट्राइल भइहाल्यो अब 30 मा सोधेको छ व्हाई इज एमाइन मोर बेसिक देन एमोनिया यो चाहिँ हामीले प्लस आर इफेक्टको बेसिसमा एक्सप्लेन गर्न सक्छौं जस्तै मानौ कि यो हामीसँग छ एउटा सेकेन्डरी एमिन अनि अर्को छ एउटा प्राइमरी एमाइन अनि अर्को छ एमोनिया अब लोन पेयर अफ इलेक्ट्रोन जति इजिली यसले चाहिँ डोनेट गर्न सक्छ नाइट्रोजनले त्यति धेरै यसको के हुन्छ त बेसिक नेचर हुने हो अब हामीले यहाँ हेर्यौं भनेदेखि यो के छ एउटा इलेक्ट्रोन रिलिजिङ ग्रुप छ अनि यसमा चाहिँ फेरि के छ दुईटा इलेक्ट्रोन रिलिजिङ ग्रुप छ जसले गर्दाखेरि यो लोन पेयर अफ इलेक्ट्रोन हैन भनौं न नाइट्रोजनमा चाहिँ इलेक्ट्रोन डेन्सिटी हाई हुन्छ जसले गर्दाखेरि चाहिँ यो इलेक्ट्रोन डोनेट गर्ने चान्स भनौं न एसिडलाई इलेक्ट्रोन डोनेट गर्ने चान्स के हुने भयो त इन्क्रिज हुने भयो जसले गर्दा चाहिँ बेसिक नेचर यस्तो हुन्छ अमाइन चाहिँ एमोनिया भन्दा मोर बेसिक हुन्छ Why are aliphatic amines more basic than aniline? यो त अघि पनि मैले कम्पेयर गरेको थिएँ हैन जस्तै यो चाहिँ एलिफेटिक एमाइनमा के हुन्छ यो इलेक्ट्रोन रिलिजिङ ग्रुप हुन्छ अल्काइल ग्रुप तर एरोमेटिक अमाइनमा के हुन्छ फेरि यो बेन्जिन रिङले त्यो चाहिँ रेजोनेन्स अघि जसरी बनाएको थियो त्यसरी बनाएको हुनुपर्छ है के गर्दिन्छ त यसले चाहिँ इलेक्ट्रोन विथड्र गर्दिन्छ यो बेन्जिन रिङले जसले गर्दा यो इलेक्ट्रोन एभाइलेबिलिटी चाहिँ घट्छ र यसले चाहिँ एसिडलाई डोनेट गर्ने चान्स के हुन्छ कम हुन्छ जसले गर्दा चाहिँ एलिफेटिक भन्दा एरोमेटिक एमाइनको चाहिँ बेसिक नेचर वा बेसिक स्ट्रेन्थ कम हुन्छ There are three possible isomeric amines of C3H9. One of them is propanamine. Write other two isomer and give their IUPAC name. त्यो त हामीले अघि नै गरिसक्यौं है Write the possible isomeric amines of C3H9N and give their IUPAC name. यो पनि हामीले गरिसक्यौं फेरि रिभाइज गर्ने हो त गर्दियौं न त ल CH3 CH2 CH2 NH2 प्रोपानामाइन हो प्रोपानामाइन वा 1 एमिनोप्रोपेन भन्दा पनि भयो अर्को हुन्छ CH3 CH2 NHCH3 के रे यो एउटा नाइट्रोजनमा एउटा मिथाइल ग्रुप एड भएको छ नि त अनि N मिथाइल इथानामाइन अनि अर्को हुन्छ CH3N यता पनि CH3 अर्कोतिर पनि CH3 नाइट्रोजनमा दुईटा CH3 एक्स्ट्रा भयो नि त NN डाइमिथाइल अनि मिथानामाइन है
अब यहाँ छ कन्भर्ट इथानामाइन इन्टु प्रोपानामाइन। यो त अघिको चाहिँ मिथानामाइन टु इथानामाइन जसरी गरेको थियो त्यसै गरी गर्दाखेरि चाहिँ कार्बन एडिसन गर्दा सजिलो हुने भयो हैन त। ल गरिदिहालौँ त 34 को CH3 CH2 NH2 यसलाई पहिला HNO2 सँग ट्रिट गर्छु, बनाउँछु के इथानोल हो। यो चाहिँ हाम्रो इथानामाइन, यो चाहिँ हाम्रो इथानोल। अब यसलाई मैले चाहिँ PCl5 सँग ट्रिट गरिदिन्छु, बनाउँछु CH3CH2Cl। के हो त यो क्लोरो इथेन। यसलाई अझ फर्दर मैले राखिदिन्छु के त भन्दाखेरि अल्कोहोलिक केसिएन। यहाँबाट बन्छ CH3CH2CN अनि यसलाई मैले अब गरिदिन्छु। ल यसलाई AlH4 राखेर रिडक्सन गरिदिन्छु। अब यहाँबाट बन्छ CH3CH2CH2NH2। ल यो चाहिँ हाम्रो के हो त प्रोपानामाइन। ठीक छ। Write down a chemical reaction to distinguish ethanamine from N-methyl methanamine। यो चाहिँ हामीले पार्ट 1 मा डिस्कस गरेका छौं है, प्राइमरी एमाइन र सेकेन्डरी एमाइन चाहिँ कसरी डिस्टिंग्विश गर्ने भनेर हैन। एउटा चाहिँ के हुन्छ HNO2 टेस्ट हुन्छ अनि अर्को के हुन्छ फेरि कार्बाइल अमाइन टेस्ट हुन्छ है। यो चाहिँ हामीले पार्ट 1 मा डिस्कस गरेका छौं, डिस्क्रिप्सनमा लिंक छ हेर्न सक्नुहुन्छ। अनि यो पनि प्रोपानामाइड र इथेन नाइट्राइलबाट कसरी कन्भर्ट गर्ने भन्ने कुरा पनि हामीले डिस्कस गरिसकेका छौं पार्ट 1 मा। कन्भर्ट इथानामाइन इन्टु मेथानामाइन हो। ल यो चाहिँ गर्छौं है त। CH3CH2NH2 बाट मिथानामाइन भनेपछि मिथानामाइन भनेको CH3NH2 हो। कार्बन एटम चाहिँ के गरेछ त डिक्रिज गरेछ। कार्बन एटम डिक्रिज गराउनको लागि हाम्रो सुइटेबल मेथड के हुन्छ, एउटा हुन्छ डिकार्बोनाइलेसन अनि अर्को हुन्छ सोडा लाइम डिकार्बोजाइलेसन हैन। अब सोडा लाइम डिकार्बोजाइलेसनबाट फेरि के बन्छ त अल्केन बन्छ। अल्केनबाट फेरि फंक्सनल ग्रुप थप्नलाई त झन्झटिलो हुन्छ, त्यही भएर हामीले कुन मेथड फलो गर्नुपर्छ डिकार्बोनाइलेसन अर्थात हफम्यान मेथड। र हफम्यान मेथड फलो गर्नको लागि पहिला मैले यसलाई चाहिँ इथानामाइडमा चेन्ज गरेको हुनु पर्यो अनि बल्ल डिकार्बोनाइलेसन हुन्छ हो कि हैन। त्यसो भए इथानामाइडमा त्यसै त जाँदैन। पहिला मैले यसलाई के गर्छु त HNO2 सँग ट्रिट गर्छु, बनाउँछु CH3CH2OH हो। अनि यसलाई म चाहिँ अक्सिडेसन गरिदिन्छु एसिडिफाइड पोटासियम डाइक्रोमेट सँग K2Cr2O7 हो। यहाँबाट यो के बन्छ त CH3COOH। यो चाहिँ हाम्रो के बन्यो त इथानोइक एसिड बन्यो, इथानोइक एसिड। यो चाहिँ हाम्रो इथानोल, यो हाम्रो इथानामाइन है। अनि यो इथानोइक एसिडमा खासमा त यो पहिला त इथानल बन्छ अनि फर्दर अक्सिडेसन भएर इथानोइक एसिड बनियो, तर हामीले डाइरेक्ट लेख्न पनि मिल्यो है। अब यसमा चाहिँ NH3 एड गरेर अनि यसलाई हिट गरिदिन्छु भनेदेखि मैले यहाँबाट बनाउँछु Cl3C_O अनि NH2 इथानामाइड हो कि हैन। अब यसलाई चाहिँ मैले हफम्यान्स हाइपोब्रोमाइड रियाक्सन भनेर पढ्यौं नि हामीले, Br2 र KOH वाला हो। यहाँबाट अब बनाउँछु मैले CH3NH2, यो भयो हाम्रो मिथानामाइन। ल How will you prepare ethanamine from propanitrile, ethane nitrile? Propanamide and ethane nitrile we already discussed in part 1. What happens when ethanamine is treated with NaNO2 and HCl at low temperature? यो त हाम्रो के भन्छ अल्कोहल भन्छ, थाहा भएकै कुरा हो हैन त। CH3CH2NH2 अनि NaNO2 plus
Cl हैन, यहाँबाट चाहिँ हामीलाई लो टेम्परेचर भयो भनेदेखि हाम्रो के बन्छ त अल्कोहल बन्छ है त। अनि अब प्लस नाइट्रोजन ग्यास र अनि अर्को वाटर पनि बन्छ है। तर मेन प्रोडक्ट चाहिँ हाम्रो के हो त यो इथानोल बन्छ। अनि कन्भर्ट मिथानामाइन टु इथानामाइन अघि भर्खर हामीले गरिसक्यौँ है। वाट आर एमाइन्स? एमाइन्स भने के भन्दाखेरि एमोनिया डेरिभेटिभ भनौँ न, एमोनियाबाट चाहिँ हाइड्रोजनलाई चाहिँ अल्काइल ग्रुपले रिप्लेस गरेर बन्ने अर्ग्यानिक कम्पाउन्ड भनेर चाहिँ एमाइन्स भयो। हाउ वुड यु सेपरेट प्राइमरी सेकेन्डरी एन्ड टर्सरी एमाइन्स फ्रम देयर मिक्सचर बाई हफम्यान मेथड? हामीले पार्ट 1 मा डिस्कस गरिसकेका छौँ। मेन्सन एनी 3 सुइटेबल मेथड अफ प्रिपरेसन अफ प्राइमरी एमाइन। अब यो प्राइमरी एमाइनको चाहिँ प्रिपरेसनको मेथड चाहिँ सुइटेबल मेथड भनेको छ। कुन कुन मेथडबाट हुनसक्छ भनेदेखि ल 3टा मेथड डिस्कस गर्नु भनेको छ। एउटा चाहिँ हुन्छ हाम्रो फ्रम अल्काइल हेलाइडबाट प्रिपेयर गर्न सकिन्छ, जस्तै फ्रम हेलो अल्केन्स। जस्तै यो भयो हाम्रो चाहिँ Cl3Cl प्लस 2NH3 भयो भनेदेखि यहाँबाट आउँछ CH3NH2 प्लस NH4Cl। यो चाहिँ के त मिथानामाइन भयो है, मिथानामाइन। यो क्लोरोमिथेन। त्यस्तै अनि अर्को हामीले चाहिँ अल्केन नाइट्राइल अर्थात् साइनाइडबाट गर्न सक्छौँ। यो अर्को के हो त फ्रम अल्केन नाइट्राइल, फ्रम अल्केन नाइट्राइल। जस्तै यो भयो CH3CN इथेन नाइट्राइल हैन त, इथेन नाइट्राइल। इनेसेंट हाइड्रोजन इन प्रेजेन्स अफ लिथियम एल्युमिनियम हाइड्राइड। यहाँबाट आउँछ CH3CH2NH2। यो चाहिँ हाम्रो इथानामाइन हैन त। अनि त्यस्तै अर्को चाहिँ हामीले सजिलै प्रिपेयर केबाट गर्न सक्छौँ भनेदेखि फ्रम नाइट्रो अल्केन हो। नाइट्रो अल्केनबाट पनि गर्न सकिन्छ, नाइट्रो अल्केन। जस्तै फर इक्जाम्पल CH3NO2, यसलाई चाहिँ हामीले टिन र एसिडको प्रेजेन्समा रिडक्सन गर्यो भनेदेखि यहाँबाट बन्छ एमाइन। यो भयो हाम्रो नाइट्रोमिथेन, नाइट्रोमिथेन हैन त। अनि यो भयो हाम्रो मिथानामाइन। अनि हाउ वुड यु कन्भर्ट मिथानामाइन टु इथानामाइन? यो त हामीले अघि नै गरिसक्यौँ है। वाट आर एमाइन्स? यो भइहाल्यो। हाउ आर दे क्लासिफाइड? प्राइमरी सेकेन्डरी टर्सियरी, त्यो भन्ने कुरा भइहाल्यो। अनि हाउ डिफरेन्ट क्लासेस अफ एमाइन्स रियाक्ट विथ डाइइथाइल अक्जालेट? यो चाहिँ हफम्यान्स प्रोसेस हैन, हफम्यान्स सेपरेसन अफ एमिनमा हामीले डिस्कस गरेका छौँ। प्राइमरी एमिनले के बनाउँछ, सेकेन्डरी एमाइनले के बनाउँछ है, टर्सियरीले रियाक्ट गर्दैन भनेर हामीले डिस्कस गरिसकेका छौँ। हफम्यान्स मेथड चाहिँ हामीले पार्ट 1 मा डिस्कस गरेका छौँ। डिस्क्रिप्सनमा लिङ्क छ, हेर्न सक्नुहुन्छ है। कन्भर्ट इथाइल एमाइन टु मिथाइल एमाइन, यो पनि गरिसक्यो हामीले है त। राइट डाउन अ स्ट्रक्चरल फर्मुला अफ प्राइमरी सेकेन्डरी एन्ड टर्सरी एमाइन अफ C3H9N। यो भइसक्यो। हाउ हफम्यान्स मेथड इज एप्लाइड टु सेपरेट देम फ्रम देयर मिक्सचर, यो पनि वी डिस्कस्ड इन पार्ट 1। Write down a chemical reaction to distinguish ethanamine from N-methyl methanamine। प्राइमरी र सेकेन्डरी डिस्टिङ्ग्विस गर्ने रियाक्सन चाहिँ के हुन्छ अरे? एउटा नाइट्रस एसिड टेस्ट, अर्को कार्बल एमाइन टेस्ट है, हामीले गरिसकेका छौँ। यो दुईटै कुरा डिस्कस गरिसकेका छ। हाउ इज इथानामाइन प्रिपेयर्ड फ्रम प्रोपानामाइड इथेन नाइट्राइल? कति एउटा मात्रै क्वेसन सोध्दो रहेछ। वी अलरेडी डिस्कस्ड है, पार्ट 1 मा पनि डिस्कस गरेका छौँ जस्तो लाग्छ मलाई। अनि त्यसपछि यहाँ छ कन्भर्ट इथानामाइन इन्टु मिथानामाइन, यो पनि डिस्कस गरिसक्यो।
अब यहाँनिर छ मेन्सन एन इक्जाम्पल अफ इच अफ प्राइमरी सेकेन्डरी एन्ड टर्सरी एमाइन। यो त कति डिस्कस गर्ने त नि हैन। अनि अर्को मिक्सचर बाई हफम्यान्स मेथडबाट सेपरेसन कसरी गर्ने भन्ने। जस्तै एमोनियाबाट एउटा मात्रै हाइड्रोजन रिप्लेस गरेको छ अल्काइल ग्रुपले भने प्राइमरी एमाइन हैन त। अनि एमोनियाबाट दुईटा हाइड्रोजन चाहिँ अल्काइल ग्रुपले रिप्लेस गरिदियो भनेदेखि यो चाहिँ सेकेन्डरी अमाइन। अनि तीनटै हाइड्रोजन चाहिँ नाइट्रोजन के अरे एमोनियाबाट रिप्लेस गरिएको छ अल्काइल ग्रुपबाट भनेदेखि यो चाहिँ अब हाम्रो के हो त टर्सियरी अमाइन है त। अब यो सेपरेसन त हफम्यान्स मेथड हामीले पहिले डिस्कस गरिसकेका छौँ पार्ट 1 मै, डिस्क्रिप्सनमा लिंक छ हेर्नु होला। र यसरी हामीले चाहिँ एलिफेटिक एमाइनको चाहिँ सबै क्वेशनहरू डिस्कस गरिसक्यौँ। यसपछि हामी एरोमेटिक एमाइनको विषयमा चाहिँ डिस्कस गर्ने छौँ।